बोल न के यही यसले मलाई यस्तो बनाएको छ फुलकुमारी एके उर्फी नेपाली उर्फी जावेद उर्फी घोस्ट वाउ यस्तो पो हो त फेसन भनेको राम देखियो पछाडि प्लिज पछाडिबाट हेरेर नतर्सिनु होला ओइ त वन मान्छे जस्तो देखिन्छ यार हिँड्दा एकचोटि वन मान्छे जस्तो गरे आयो त फुल खस्छ ए वाउ खतरा देखेछ है खुट्टामा लेमेन्टी छ फेरि तँलाई खुट्टामा लेमेन्टी लाउने कलेज सिकायो हिजो प्यान्ट कोचाएर थियो क्या यसले हँसाउँछ यसले खुट्टाको लेमेन्टी निकालेर यहाँ फालेछ कलर मिलाएको रे क्या यो लेमेन्टी रातो छ नि त राम देखियो बब्बाल देखेछ यार वाउ यो भन्दा अरू के चाहियो राम्रो आहा मान्छे राम्रो हो कि यो फुल राम्रो हो किसिमै देखियो नि हजुर एकचोटि फनक्क घुम्दिनुस् त हजुर यता हेर्नुस् त यता हेर्नुस् दामी देखेछ यार त खतरा देखिस् त आज त तँलाई यस्तै बजारमा हिँडाल्यो भने त मान्छेहरूको भिड यो भनेको डिजाइन हो क्या एउटा डिजाइन हो हैन हातको सिप हो क्या दुईटाको कला हो यो स्पेशल हैन हाम्रो कलालाई पनि मान्न पर्छ सम्मान गर्नु होला है नमस्ते गर्नु होला हाम्रो कलालाई नमस्ते गर्नु होला मोडलहरु कसरी उभिन्छ यस्तो हो क्या हामीले चाहिँ यो किन लाको भन्दै त यो नेपालमा यो किन लाग्यो भनेपछि यो नेपालीहरुले पनि बनाउँछ त हैन लाइट गुराँसको स्विमिङ कस्ट्युम बनाउँछ नि हैन ए स्विमिङ कस्ट्युम भने के इन्टरनेशनल कस्ट्युम बनाउँछ नि त हैन त्यो उसको मिस वर्ल्डमा जाँदाखेरि त्यही भएर हामीले देखेर बनाएको हो क्या दामी छ है तर हैन मिस वर्ल्ड त भनिस् तर त यो लाएर मिस वर्ल्ड जस्तो गर्न एकचोटि कस्तो गर्छ हिँडाइ हुन्छ नि एउटा बोलाइ एउटा आफ्नो त्यो हुन्छ नि अलि त्यो मिस नेपालको ड्रेस लाएर मिस नेपालको जस्तो मतलब पारा देखा न त फेरि घोस्ट त यस्तो राम्रो फुल लाछ है अनि घोस्टको जस्तो पारा देखाउँछ क्या यसले फेरि रोक न म एउटा बनाउँछु रोक आहा त्यो वान साइड फुल राम्रो छ ल